नमस्कार, म धादिनी कान्छा फ्रेस हाउसबाट बोल्दैछु। ल हजुरहरूलाई आज खसीको टाउको काट्न टक्क सिकाउनेछु। ल हेर्नुहोस् है। यहाँ प्रेसर काट्नु चिरेर होइन, अब ठ्याक्क यहाँबाट हान्ने होइन, ठ्याक्क काट्यो। अब हजुरको यसलाई तपाईँहरू यहाँबाट ठ्याक्क काट्नु। अब यसलाई गिडी निकाल्नलाई यहाँ हान्नु। ल अब गिडी सर्लक्क निक्लिन्छ। ल हेर्नुहोस् है, यसरी गिडी निक्लिन्छ। यसो हजुरहरूले पनि कहिले काहीँ खसी काट्नुहुन्छ तरिका सिक्नु भनेर मैले टक्क हजुरहरूलाई सिकाउँदैछु। अब ठ्याक्क काटेर कानलाई टक्क यसो गरेर अब ट्याक्क कपडाले भयो भने जेले भयो टक्क सफा गर्ने यसरी टक्क। धुएको भन्दा यसरी पुसेको चाहिँ राम्रो हुन्छ है गाइजहरू। ल हेर्नुहोस्, हजुरको यसलाई पनि ठ्याक्क काटेर यसलाई पनि सफा गर्ने। ल ट्याक्क सफा गर्ने। ल हेर्नु त कति सफा हुन्छ कान, यसरी पुसी सफा हुन्छ है। ल ट्याक्क गरेर अब अगाडि राख्ने कामलाई त्यसो गर्ने। ल ट्याक्क काटेर यसरी ट्याक्क हानेर आयो फर्लक निक्लिन्छ। ए कति सजिलो, कति सजिलो। ल यसरी निक्लिन्छ। गिडीलाई पनि छुट्यायो, कान गिडीलाई पनि छुट्यायो। अब दाँतै निकाल्छ होइन, कति सजिलो छ टाउको काट्न जाने भने चाहिँ होइन। अब नजान्दाखेरि त अलिक गाह्रै हुन्छ। ल अब आँखा निकाल्नु। आँखा हेर्नु त, म आँखा पनि सर्लक्क निकालिदिन्छु हो। ल आँखा पनि टक्क गिरीमै राखेर ल आँखा पनि मिल्यो। अब यो गिरी जिब्रो र टाउको चट्ट बनाएर सुप खाने, सुप मजाले भातसँग कम खाएर मजा लिने। अब यो भयो हजुरहरूको गिरी जिब्रो कान आँखा। यो चाहिँ टक्क एक चुस्की तान्दै एक कुरा टप्प टिप्दै चुस्की तान्दै खाने हो। एकदम मजाको हुन्छ। ल हजुरहरू पनि धादिनी कान्छा फ्रेस हाउसमा भिजिट गर्न चाहनुहुन्छ भने जोरपाडी चोकदेखि 250 मिटर अगाडि छ धादिनी कान्छा फ्रेस हाउस। आउनु होला। धन्यवाद।